नमस्कार साथीहरू, स्वागत छ तपाईहरुलाई अर्को एउटा नयाँ भिडियोमा। धेरैजनाले मलाई क्वेशन सोधिराख्नुहुन्छ, अबको आगामी नयाँ फर्म कहिले खुल्छ त भनेर। यसै विषयमा आजको भिडियो रहनेछ। यो भिडियोमा मैले मेरा मनगढन्ते कुरा भन्दा पनि बीबीसी नेपाली न्यूजसँग ईपीएस कार्यालय ग्वारकाका अधिकारीहरूले गरेको कुराकानीका आधारमा अब कहिले फर्म खुल्छ त भनेर जानकारी दिन गइरहेको छु। त्यहाँ कुराकानी भइरहेको छ बीबीसी नेपालसँग, उहाँहरूले कुराकानी गर्नुभएको छ। त्यही न्यूजलाई आधार मानेर आजको भिडियो बनाइरहेको छु। सम्पूर्ण भिडियो बीबीसी न्यूजमा आधार रहेर हुनेछ। हजुरलाई मेरा कन्टेन्टहरू मनपर्छन् भने भिडियोलाई लाइक, च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। हजुरले सब्स्क्राइब गर्नुभयो भने यसै गरी रिसर्च गरेर मलाई भिडियो बनाउनको लागि एकदमै मोटिभेट मिल्नेछ। धेरैजनाले भिडियो त हेर्नुहुन्छ तर सब्स्क्राइब गर्न भुल्नुहुँदो रहेछ। प्लिज सब्स्क्राइब गरिदिनु होला। बीबीसी न्यूजसँग कुरा गर्दै उहाँले के भन्नुभएको छ त भन्दाखेरि, यो वर्ष दक्षिण कोरियाले नेपालबाट सेवामूलक सर्भिस सेक्टर, वन क्षेत्र विज्ञान, वन विज्ञान भनेको छ त्यो वन क्षेत्र हो, होटल तथा रेस्टुरेन्ट पहिला पनि खुलाएको थियो, अहिले पनि होटल तथा रेस्टुरेन्ट, पानी जहाज, सिप बिल्डिङ भइहाल्यो। त्यसपछि गएर अब हाम्रो म्यानुफ्याक्चर त छँदैछ। जस्ता क्षेत्रहरूमा नेपालबाट कोरियाले कामदार लाने अपेक्षा गरिएको छ भनेको छ। भाषा परीक्षा पास भएर दक्षिण कोरिया जाने पर्खाइमा रहेका नेपालीहरूको संख्या 30,000 भन्दा पनि धेरै भएकोले यो वर्ष दक्षिण कोरियाले भाषा परीक्षामा केही ढिलाइ गर्ने संकेत गरेको छ। यो कुरा चाहिँ वैदेशिक रोजगार महाशाखाका बसन्त बहादुर बोहराले बताउनु भएको कुरा हो बीबीसीसँग। उहाँले भन्नुहुन्छ, हाम्रोमा यो वर्षका लागि ईपीएस भाषा परीक्षाको आवेदन खोल्न अझै 2-3 महिना लाग्न सक्ने कोरियाली पक्षले अनौपचारिक कुराकानीहरूमा जानकारी दिएको छ। भनेको औपचारिक रूपमा नपठाए पनि अनौपचारिक कहिले हुन्छ त नेपालको लागि भन्ने कुराकानी हुन्छ होला। त्यही अनौपचारिक कुराकानीमा पनि अझै 2-3 महिना त केही नभए पनि लाग्छ भन्ने कुरा चाहिँ भएको उहाँले बताउनु भएको छ। त्यसअघि दुई देश बीचको द्विपक्षीय श्रम सम्झौता नवीकरण गर्नुपर्ने पनि छ भनेर पनि उहाँले भन्नुभएको छ। यो श्रम सम्झौता पनि नवीकरण गर्ने बेला भएको रहेछ दुई देश बीचको, र यो पहिला नवीकरण गर्ने प्रक्रिया पनि मेबी यो भिडियो आउने बेलासम्म गरि पनि सक्नुभयो होला उहाँहरूले। यदि नवीकरण गरेर सकाउनु भयो भने बाँकी प्रोसेसहरू पनि अगाडि बढ्ने नै छन्। अबको 2-3 महिनाभित्र फर्म खुल्न सक्नेछ भनेर अनौपचारिक रूपमा जानकारी आएको भन्ने कुरा उहाँले बताउनु भएको छ। भनेपछि तपाईँहरू पनि कोरियन भाषाको अध्ययन गर्दै हुनुहुन्छ, भाषा परीक्षाको तयारी गर्दै हुनुहुन्छ भने राम्रोसँग तयारी गर्न सक्नुहुन्छ। विभिन्न क्षेत्रमा नेपालको लागि फर्म खोल्ने कुरा जानकारीमा आएको छ। जुनसुकै सेक्टरमा फर्म खोले पनि हजुरहरूले पक्कै पनि एप्लाई गर्न पाउनुहुन्छ। एप्लाई गर्ने तरिका भने अलिकति फरक हुनेछ। त्यो कस्तो खालको तरिका हो त भनेर पनि मैले केही समयपछि भिडियो लिएर आउनेछु। त्यसका लागि हजुरले च्यानललाई सब्स्क्राइब गर्नुहोला ताकि सबैभन्दा पहिला हजुरलाई जानकारी होस्। भिडियो मनपर्छ भने भिडियोलाई लाइक, च्यानललाई सब्स्क्राइब गर्नुहोस्। धन्यवाद।